हेलो गाइस, वेलकम ब्रांड न्यू वीडियो पर। आज हम खेलने जा रहे हैं जो एउटा क्याट भन्दा डगको गेम। यसको नाम मलाई थाहा छैन, तपाईलाई थाहा छ भने नाम कमेन्ट गर्नु होला। तर मलाई त थाहा छैन के भइरहेको। आज हामी यसलाई 12 वर्षसम्म पुर्याउँछौँ। मैले भिडियो बनाउन बिर्सेँ भिडियो बनाउन बिर्सेँ अनि त्यसपछि यतिको खाना पुग्यो। यति भय लाग्दाखेरि मैले भिडियो बनाएको थिइनँ। यो आफ्नो यतिको खुलिराखेँ। यो मैले भिडियो बनाउँछु भनेर सोचेको थिएँ तल्ल यहाँ रेस हुनुपर्छ। अब यतिले बाघ खैको कोजिसको हेऱ्यौँ। बाघ अब थाक्यो, छिटो भाग्छु म। तर फेरि बाघ मेरो टक्करमा आयो। फेरि बाघ थाक्यो, फेरि बाघ आइरहेछ। तर म जित्न लागिरहेको थिएँ, मै जितेँ अनि बाघ सेकेन्ड आयो। तर यतापट्टि धेरै पैसा भएन। एउटा डाइक हान्दियो मिनेजा आनो अनि फेरि यता गएर यो अहिले हाम्रो आजको गोल हाम्रो लाइक 100 प्लिज गरिदिनुहोस्, किनभने मेरो यति मेहनत लागिरहेको यो भिडियो बनाउनको लागि। आजको हाम्रो गोल हो 6 वर्षदेखि 12 वर्षसम्म पुर्याउनु। सक्छु कि सक्दैन थाहा छैन, तर सक्यो भने सक्यो, नत्र सकेन। यहाँ पछुवा डड्डा धेरै के भइरहेछ, उदास भइरहेछ। अब म पछुवा डाँडासँग खेल्छु, अनि निलो एउटा भेट्दै रातो मैले हालिसकेको थिएँ। हाल्यो निलो, यिनीहरूले चोरेर भागिरहेको यो त चोरेर अहिले काम गर्छु। हरियो पनि हाल्यो, निलो पनि फेरि भेट्यो। निलो मुसाले चोरेको रहेछ। फेरि अर्को रातो भेट्यो, अनि फेरि अर्को पनि रातो देखेको थिएँ मैले। फेरि रातो रातोलाई कम्प्लिट गरेँ मैले। अब जम्मा निलो र हरियो मात्र बाँकी छ। निलो पनि कम्प्लिट भयो, तर यो अलिक धेरै भारी छ, त्यो भएर टाइम लाग्यो, तर कम्प्लिट भयो। अब यहाँ हरियोको 2टा बाँकी छ। यो एउटा भेट्दै अब अर्को भेट्न बाँकी छ। अब अर्को कहाँ लुकेको छ भनेर थाहा छैन, पुरै लुकेको छ होला, तर हामीले देखिरहेको छैन। यहीँतिर होला, यतापट्टि छैन भने कहाँतिर छ, पछाडि छ कि यतापट्टि छ, कहाँतिर छ भने त यो लास्ट एउटा भेट्न सकिरहेको छैन मैले। त्यो कहाँ छ बाटोमा घुमिरहेको छु, तर पनि भेटिरहेको छुइनँ मैले। त्यो कहाँ छ अब कहाँ हरायो? यहाँ रहेछ। कसले देखेको थियो यहाँ थियो भनेर? मैले त देखेको थिएन। जसले देखेको थियो त्यो कमेन्ट गरियो। मैले देखेको छ भनेर कमेन्ट गर्नुहोस्। यहाँ अलिक ढिलो भइरहेछ। यहाँ एउटा चुज गर्नुपर्छ। मैले यो पैसा चुज गर्छु। ला मैले पैसा चुज गर्नु पर्दैन थियो, यो चुज गर्नु पर्थ्यो, तर छोडिदिउँ। यहाँ अब डड्डीसँग टोइलेट जानु पर्यो। टोइलेट आएको छ। अलि यो ढिलो भइरहेछ, छिटो आइगयो। गोल लाइटको गोल कसलाई थाहा छ? लाइटको गोल 100 लाइक चाहिए। 100 लाइक मलाई चाहियो, गरिदिनुहोस् प्लिज। 1 मिनट लागिरहेछ कि मलाई यो भिडियो बनाउनलाई।
छैन तर पनि खानु त परिहाल्यो। एउटा यो छ, यो 15 14 छ, 13 छ, भयो। अब यो भन्छ ब्रस गरौँ। यो के हो रे? धेरै हाँसी पर्ने गेम छ, तपाईँ पनि खेल्न ट्राई गर्नु होला। यसको नाम म लास्टमा भन्छु होला यसको गेममा। यसको नाम थिचेँ मैले, कस्तो भय लाग्छ यता थिचेँ भने मैले। छिटो कहिले हुन्छ गेममा चाहिँ यता जाउँ। यतापट्टि के गर्दा बस्छ, के गर्दा यो खेल बिचमा आइरहेछ, त्यो भएर यसलाई अलिक सिधा बनाउन धेरै गाह्रो भइरहेछ, तर भइरहेछ, भइ पनि सक्यो। यसरी अब राम्रो हुँदैछ तपाईँ, तर यति देख राम्रो त गर्न मान्छ तर राम्रो भइरहेको छैन। अब चाहिँ भयो अलिअलि राम्रो। यसलाई यो गर्नुपर्छ, अब यसलाई पेन्ट गर्नुपर्छ। रातो अलि राम्रो छ, त्यो भएर यो गरौँ। यसको मुखमा लाग्न सक्दैन, नत्र म यसको मुखमा लगाउँछु। भयो। अब जम्मा यो यता राख्नुपर्छ अनि बनाइदिएँ मैले। यसलाई मैले केटी बनाइदिएँ, डनमा ठिक्नुपर्छ। अब यो गेम कसले खेलेको छ कमेन्ट गर्नुहोस्। जसले खेलेको छ त्यसलाई ठिकै छ, जसले खेलेको छैन त्यसलाई भन्दैछु। लास्टमा यसको नाम भन्छु म, तर अहिले हुँदैन होला। यसलाई यता जानुपर्छ। अब लगलाई यता राख्नुपर्छ, यसलाई यता, फेरि यो लभलाई त मिल्यो, तर यो बिचमा यो क्यान्डी बिचमा आएको थियो तर फेरि हाल्यो। यो यता ठिक छ
यो मैले अलि बिचमा हालेर गल्ती गरेँ अझै बिचमा हाल्नु पर्यो यसलाई त्यसरी लप त छैन तर यसलाई यता राख्ने यसलाई यता छिरेन तर पनि अब चाहिँ छिटो यार यसमा लाइक 100 लाइक चाहियो मलाई छिटो मलाई 100 लाइक चाहियो त्यो पुरा गरिदिनुहोस् अनि त्यो पुरा गरिदिनुहोस् यत्रो मिनेट लाग्छ भिडियो बनाउनलाई 100 लाइक पुरा गरिदिनुहोस् प्लिज यहाँ यता गर्ने यता यो गर्ने स्टार भयो कि यता स्टार भयो फेरि यता फेरि एन्डमा फेरि पर्दैन तर यो भयो योलाई लास्टमा त्यो भयो र यो चाहिँ एउटा मिस्टेक हो त्यो मिस्टेक हो फेरि त्यो मिस्टेक भयो फेरि भयो भयो ल भयो फेरि यो त काहीँ छैन फेरि आयो अब अर्को एटै अनि यो एटा अलि यो धेरै टाइम लागिरहेछ त्यो भएर यो एउटा मिसाएर जान्छु म यस्तो गर अनि त्यसपछि यो म आउट हुन्छु जस्तो लागिरहेछ मलाई त तर हुन्छु कि हुँदैन मलाई पनि थाहा छैन हुँदैन रहेछ तर कम भएको रहेछ त्यो स्टार चाहिँ अब अर्को लभ त मसँग लभ त भन्दा रहेछ तर त्यो यु चाहिँ हुन सकिरहेको छैन अब बल्ल टल्ल भइरहेछ तर स्टार छैन भयो अब लभ मात्रै चाहिन्छ आउट हुन्छु पक्का म आउट हुने हो तर अलिकति ध्यानले गर्दाखेरि आउट हुन्छु आउट त हुन्छु पक्कै हुन्छु भएन हुन्छु अब त बाई दोस्त यसमा म आउट हुँदै जाँदैछु तर भएन अब चाहिँ हुन्छ क्या ल अब भए आउट हुँदिन आउट नहोस् मैले किन यो मलाई आधी भिडियो पट्टि जान्छ जस्तो लाग्यो त्यो म थाहा पनि हुन सकिरहेको छैन निन्द्रा लागिरहेको छ यसलाई चाहिँ म सुताउनु सुताउनै पर्छ जस्तो लाग्यो यसलाई म सुताउँछु एकछिनको लागि अन्त धेरै ढिलो हुन्छ त्यही भएर अहिले यसलाई के गरिरहेको
हुँदैन जस्तो लाग्यो, 12 वर्ष हुँदैन जस्तो लाग्यो, 60 वर्ष चाहिँ हुनसक्छ जस्तो लाग्यो, तर हुन्छ कि हुँदैन मलाई पनि थाहा छैन। मैले यहाँ गेममा धेरै वेस्ट गरिसकेँ टाइम, त्यही भएर 80 भइ पुग्छ होला है। 50 भएपछि चाहिँ हुन्छ, 50 हुन लागिरहेको छ नि त, 60 50 होइन 60 भएपछि चाहिँ हुन्छ। यहाँ अब 5 6 7 8 9 डल्फिनलाई खेल्नु परेन, डल्फिनसँग डुङ्गो चाहिन्छ मलाई, 7 का बढाउनु पर्छ जसरी भए पनि। फुटबल खेल्ने अलिकति बढाउनु पर्छ, त्यो भएर अलिक गाह्रो लाग्छ, तर इजी होला, इजी चाहिँ होस्। ओ भयो एउटा गोल। अब डी अलिक गाह्रो छ, तर यसले कमायो। 3-2-1 गोल कालो, यस गोल भयो, ठिकै पनि। अब 3 को गोल हुन बाँकी छ। यो 3 को गोल त इजिली हुन्छ, किनभने उसले समय राख्दैन डल्फिनले। अब अलिक गाह्रो त हुँदैन, सजिलो हुन्छ, तर यता ला मोरे मोड्छ। ओ यसलाई अझै बनाउनु मिल्छ। उसबाट डरो आउँछ होला है यतापट्टि। यो मेरो मनपर्छ, राइटमा खिच्नुपर्छ। अब रङमा अब हुन लाग्यो यता जाने, अनि त्यही छिटो आइगयो न। ओ अलिकति मात्र बाँकी छ, यो खेलाइदिन्छ अहिले डल्फिनलाई। छिटो गोल, मेरो गोल खायो डल्फिनले। अब बाँकी छ यो खानु, भइसक्यो। यो भयो, अब यसलाई ब्याग चाहिन्छ, ट्राई नाउ चाहिन्छ। ओ यो पनि आइसक्यो, खुलिसक्यो। हेल्थ त बढेको छैन, छिटो हेल्थ बढाउनु। लास्ट एकचोटि गर्नुपर्छ। यसको भित्र गएर चाहिन्छ कि अब अलिकति मात्र बाँकी छ, टाइम पनि छिटो अलिकति मात्र बाँकी छ। त्यो हुन सक्दैन होला सायद। अब लास्ट चान्स छ, त्यो त हुनुपर्छ। प्लिज अलिक साह्रो होस्। खस्यो, छिटो
भोक लागेछ यसलाई छिटो छिटो खाना खान्छु यो 60 वर्ष भयो गोल कम्प्लिट भयो मेरो अब ठिकै छ गोल कम्प्लिट भयो ल अब एकैछिन अब अलिक चाँडै आउँछ पार्ट 2 अब अलिक चाँडै आउँछ पार्ट 2 त्यो आउनलाई कुर्नु त्यसपछि म पार्ट 2 लिएर आउँछु त्यतिखेरसम्म बाइ बाइ